गुड मर्निङ टिचर। गुड मर्निङ। आज हामी कुरा गर्नेछौँ एन्टिबायोटिक्सको बारेमा। कसले भन्छ एन्टिबायोटिक्स के हुन्छन्? एन्टिबायोटिक यस्तो दबाई हुन्छ जसले ब्याक्टेरिया मार्नमा सहायता गर्दछ। अनि ब्याक्टेरिया के हुन्छन्? ब्याक्टेरिया ती कीटाणु हुन्छन् जसले हामीलाई बिमार गर्न सक्दछन्। अनि एन्टिबायोटिक रेसिस्टेन्स के हुन्छ? ब्याक्टेरियाले एन्टिबायोटिक्समाथि असर गर्न नसक्ने अवस्थालाई एन्टिबायोटिक रेसिस्टेन्स भनिन्छ। ब्याक्टेरियामाथि एन्टिबायोटिक्सको असर बनिरहोस् भन्न खातिर हामीले के गर्नुपर्छ? कसले भन्छ? फ्लू, भाइरल, रुगा जस्ता इन्फेक्सन हुँदा एन्टिबायोटिक्सको कुनै असर हुँदैन। त्यसैले सन्चो नहुँदा नजिकको चिकित्सक कहाँ गएर जचाउनु पर्छ। दबाईको कोर्स कहिले पनि बिचैमा छोड्नु हुँदैन, सधैँ पुरा गर्नु पर्दछ। नानीहरूलाई त थाहा छ, तपाईहरू पनि बुझ्नुहोस्। एन्टिबायोटिक्स डाक्टरको सल्लाहमा नै लिनुहोस्। जुन एन्टिबायोटिक्सका पत्तामा रातो धर्का हुन्छ तिनलाई डाक्टरको सल्लाह बिना एकदमै नलिनुहोस्। स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालय, भारत सरकारद्वारा जनहितमा जारी।